हेलो गाइस वेलकम टु अरुणाचल प्रदेश मेरो मिनी ब्लग आजको यो पाँचामा गएको थियो र मेरो मोबाइल वाटरप्रुफ हो त्यसको लागि चेक गरेको थिएँ कस्तो देखिरहेछ मेरो साथी पानीभित्र पस्दाखेरि मैले रेकर्डिङ गरेको है ओप्पो हो फोन चाहिँ मेरो अनि यो माछा चाहिँ पाइएन तर नुहाइधुवाइ गऱ्यौँ तीनजना गएको थियौँ अनि नुहाइधुवाइ गरेर आयौँ मजाले अनि यो हो अरुणाचलको लोकेसन चाहिँ अब अलिक भित्रै पर्छ है तर पनि राम्रो रहेछ पानीहरू राम्रो छ है आसाममा भन्दा बढी अरुणाचलको पानी चाहिँ नदीमा सफा रहन्छ सधैँ नै अब कोही बेला भेल आयो भने मात्रै बर्खामा धमिलो हुन्छ तर छिट्टै फेरि गएर सफा सङ्लो पाइहालिन्छ। तीनजना गएको थियौँ दुईवटा बाइकमा मेरो र अनि दादाको बाइकमा मिलेर गएको थियौँ अनि तीनजना गएर मस्ती गऱ्यौँ माछा चाहिँ पाइनँ बल्छी खेल्नु गएको थियौँ बल्छी फाँसी जाल लिएर पाएनौँ अब फाँसी जाल अनि पानी चाहिँ एकदम मजा छ है त्यसको रेकर्डिङहरू गरेर आएँ पानीभित्र साथीहरू कस्तो मजा आइरहेछ क्लियरली एकदम नि स्विमिङ पुलमा जस्तो यस्तो पानी खेल्नुको लागि चाहिँ अरुणाचलमा पाइन्छ है गाइस आउनु सक्नुहुन्छ तपाईँहरू वेलकम टु अरुणाचल प्रदेश। मेरो भिडियो हेरिदिनु भएकोमा सब्सक्राइब लाइक कमेन्ट गर्नु थ्याङ्क यू है अल गाइस।